हेलो नमस्ते वेलकम टु अनदर भिडियो। आज चाहिँ मैले एउटा खतरा भिडियो, खतरा त होइन, फेरि मेरो जतिखेर नि यो खतरा भन्ने चाहिँ निक्लिहाल्छ होइन। आज चाहिँ मैले चाहिँ एउटा दामी खालको चिज लिएर आएको छु। यो चाहिँ लिएर आएको छु किनभने मलाई चाहिँ यो चाहियो जस्तो लाग्यो। मैले धेरै भिडियोहरू बनाएँ तर भिडियोको क्वालिटी राम्रो छ, भिडियोको त्यो चाहिँ पिक्सलहरू पनि राम्रो आयो, तर भोइस चाहिँ राम्रो आएन क्या। मेरो माइकै भएन, यो फोनको माइकले अलिक नभएको रहेछ, त्यही भएर यो अर्डर गरेको थिएँ। फाइनल्ली आज चाहिँ आइसकेको छ। म यो चाहिँ अनबक्सिङ गरेर देखाउँछु है त। यो चाहिँ यस्तो खालको छ होइन। अब हेरौँ यो चाहिँ कस्तो बन्छ। सो माई माइक इज राइट हियर, लेट्स सी what is inside. I'm so excited to see that because this is my first time. यतातिर पनि रहेछ। ओपन, त्यसपछि चाहिँ oh my god, यहाँनिर चाहिँ यस्तो आयो होइन। oh yeah, यो चाहिँ पोडकास्ट टाइपको न हो। यो चाहिँ यसमा चाहिँ दुईवटा हुन्छ होइन। यहाँनिर यस्तो छ। यो चाहिँ खासमा यो चाहिँ फोनमा लाग्छ होला सायद। अनि त्यसपछि चाहिँ यो एकजनाले युज गर्न मिल्ने, यो चाहिँ एकजनाले युज गर्न मिल्ने रहेछ। खासमा यसरी ट्याक्क चेप्ने भने हुँदो रहेछ होइन। अनि त्यहाँबाट यसमा चाहिँ अरू के आउँदो रहेछ भने यहाँनिर चाहिँ एउटा चार्जर पनि आउँदो रहेछ सायद। यो चार्जर नै हुनुपर्छ मलाई जस्तो लाग्छ आई गेस। यहाँनिर यदि चाहिँ यो चाहिँ यदि आइफोन छ र पुरानो मोडलको आइफोन छ भने यो आइफोनमा लगाउनु मिल्ने रहेछ। यसलाई यसरी लगाएर यसरी चाहिँ फोनमा आइफोनमा चाहिँ जोड्न मिल्ने रहेछ। ठिक छ, अहिले चाहिँ मलाई काम लागेन किनभने आई डोन्ट ह्याभ नो आइफोन, सो आई ह्याभ जस्ट स्यामसङ। अब चाहिँ म ट्राई गर्छु होइन यहाँनिर चाहिँ कस्तो हुँदो रहेछ भनेर। एक मिनट देखाइसकेँ। अब मैले अबको बाँकी जति पनि भिडियोहरू आउँछन् त्यहाँनिर चाहिँ ट्याक्क लगाएर चाहिँ मैले यहीबाट चाहिँ भिडियो बनाउँछु है त। अब चाहिँ यहाँनिर ट्राई गरौँ है त। हेलो हेलो माइक चेक। अहिले चाहिँ यहाँनिर यसले काम गरिरहेको जस्तो चाहिँ यसलाई यहाँनिर चेप्ने। अहिले मैले चेपिनँ। अहिले चाहिँ मैले यहाँनिर अड्काएँ, यत्तिकै बोलेर ट्राई गर्छु होइन यो काम गर्छु कि गर्दैन भन्ने कुरा। अहिले मलाई ट्याक्कै म आफैलाई नै थाहा छैन कि यसले चाहिँ काम गरिरहेको छ कि छैन भनेर मलाई नै थाहा होइन होइन। जस्ट तपाईँहरूले चाहिँ परिक्रिया दिनु होला। म अहिले एकछिन बाहिर चेक पनि गर्छु यसले काम गरेको छ कि छैन। जस्ट मेबी अबदेखि चाहिँ अब माइकमा चाहिँ प्रब्लम नआएर मजाले चाहिँ मैले थप राम्रो आउँछ, राम्रो क्वालिटीको भिडियोहरू चाहिँ बनाउँछु भन्ने मलाई आशा छ। सबैले मेरो भिडियोलाई चाहिँ लाइक गरिदिनु, कमेन्ट गरिदिनु, मन परेन भने डिसलाइक पनि गरिदिनु सक्नुहुन्छ र मेरो च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनु होला है त। बाँकी भिडियोहरू चाहिँ म अब अरू तपाईँहरूलाई चाहिँ जानकारीमूलक भिडियोहरू ल्याउनेछु। धन्यवाद। आजको दिन तपाईँको शुभ रहोस्। अर्को भिडियोमा भेटौँला। धन्यवाद, नमस्कार।